यहाँनिर चाहिँ एक घडी केरा छ, टेकुवा पनि तल लाएको छ कि यत्रो लामो। है साथीहरू, चाहिँ म मकै भाज्न गइरहेको छु। फेरि धान रोप्नु पर्ने ढिलो भइसक्यो, पानी भर्खर पलाउँदैछ। सो खेतको मकै चाहिँ ओसार्नु पर्ने साथीहरू ढिलो भइसक्यो है। यता फेरि मकै खाएर मकै नै बोक्दैछु। एउटा भनाइ नै छ नि, मुठी खाएर मुढी उब्जाउने समय भन्छन् यो बर्खालाई होइन। त्यति त उब्जाउन सकिन्छ सकिँदैन त्यो ठाउँमै छ। तर जे भए नि मुठी मात्रै खाइँदैन है साथीहरू। म पल्चीसम्म चाहिँ खान्छु है म पनि। मानै चाहिँ खाँदिनँ, पल्ची खान्छु। मकै पनि म दाट्दै हिँडिरहेको छु कि साथीहरू। म चाहिँ अलिकति पछुवा मकै र गत्री खाने ठिक्क टाइमको छ। गत्री खाँदा चाहिँ साथीहरू अलिकति कलिलो भए चाहिँ मिठो हुन्छ, तर छिपिसकेको चाहिँ मिठो हुँदैन खासै। भाइ पनि बस्तुलाई घाँस हाल्न हिँडेको, हामी दाजुभाइ चाहिँ टक्क हिँडेको कि। अनि म चाहिँ अगाडि आएको, यता भाइ चाहिँ पछाडि थियो। चाउचाउ लिन पठाएको थिएँ क्या दाजुभाइले, एउटा चाउचाउ खाने सल्लाह भयो। चाउचाउ लिएर आइसकेको छ। म केटाकेटी त होइन, तर पनि मिठो लाग्छ कि। मेन चाहिँ गाउँमा पाइने यो हरियो प्रीति र यो खासै जङ्क फुड खान फाइदा चाहिँ होइन साथीहरू। पानी यतिको छ साथीहरू, खेत रोप्नु पर्ने हालत यस्तो छ पानीको। श्रेष्ठ दाइहरूको म चाहिँ अहिले खेत आइसकेको छु। यता पछाडि मकै देख्न सक्नुहुनेछ, टन्नै छ साथीहरू। यता माथिदेखि यता तलसम्म छ मकै। कहिले बोकिसक्नु साथीहरू, भाँचिसक्नु गाह्रो छ। अब खेत रोप्ने बेला भइसक्यो, लगभग पानीले नै पुग्ने रहेछ अब चाहिँ। हिजो नि पानी पर्यो नि त रातभरि जस्तो, अनि पानी पलाएछ कि अलि। अनि म चाहिँ मकै भाँच्नुभन्दा पहिले चाहिँ बस्तुलाई घाँस हाल्नु पर्ने हुन्छ होइन। बन्दुवा दुईवटा छ, एउटा पाहाडी एउटा बहर छ यता कटेरोमा। अनि अरू बस्तु चाहिँ बगले बस्तु चाहिँ यता खेतमा छन्। टक्क पहिला चाहिँ यता बन्दुवा दुईवटालाई म घाँस हाल्छु, त्यसपछि बगालेमा आउँछु। अनि घाँस हालेपछि मकै भाँच्ने अनि जाने होइन बारी हालेर साथीहरू। हिउँ बर्खामा गाह्रो छ। के गर्नु, मिठासे छ दुईवटाले। खेतबार हाम्रो करोरमा चाहिँ 3वटा बाख्रा कसको आएर बसेछन् है। 3वटा आएछन् कि पाठा, एउटा माउ 2वटा पाठी। तर अब चाहिँ साथीहरू म यता घाँस हालिसकेर पनि पल्लो बगले बस्तुको भएको ठाउँमा जान्छु खेतमा। एउटा उत्तिस ढलेछ, बिजोग भयो साथीहरू। घाटा नै लाग्यो बाटोमा अप्ठ्यारो। फेरि चाहिँ खेतको बिच भागमा पुछरमा केराबारी, केरा छ कि। सङ्क्रान्तिमा खानु भनेको अर्को ढाली हालेको रहेछ, हिजो घर लगियो। टक्क राम्रोसँग फेरि भरेको छैन के, भरिएको छैन। यो खिरोको बोटदेखिले सिधा यतादेखि उँधो पत्मेरोको बोट हो यो। त्यसको नि अलिक मुनि समथिङ सानो गह्रो भयो नि 4-5 गह्रो उँधै छ खेत। अनि त्यहाँदेखि माथिसम्म छ कि खेत पनि। पानी चाहिँ लगभग टन्नै हुन्छ अब चाहिँ साथीहरू, भइसक्यो खेतभरि छ। साथीहरू मैले चाहिँ बस्तुहरूलाई घाँस हालिदिइसकेको छु। अब मकै भाँच्ने अनि उकालो टाप कस्ने मात्रै हो। म चाहिँ लगभग अहिले खेतको बिच भागमा छु थोरै। हाम्रो खेत चाहिँ यो तल एउटा यो चिलाउने छ, त्यहाँदेखि यता माथि। अनि माथि यो खनिउको बोट हो, यहाँदेखि तल। अनि यो पर उत्तिस घाडीदेखि यता म छु जहाँ। अनि यो केरा भएकोदेखि सिधा यस्तोदेखि यता चाहिँ हाम्रो हो। दुई सरौ चाहिँ राम्रै लाग्छ। समथिङ हाम्रो खेतलाई
60 जना लाग्छ। अब चाहिँ मैले मकै भाँच्नु पर्ने हुन्छ। अनि मकै भाँचेपछि उकालो लाग्ने हो घरतिर। त्यो खासै राम्रो छैन। यसरी भाज्ने हो। टक्क भाँचेपछि एक ठाउँ जम्मा गर्ने अनि अलिकति यो खोसेलो बाहिरको फाल्ने अनि एकैचोटि राख्ने हो क्या मकै। त्यो जुत्तो ज्याउ लाग्छ मलाई। जुत्तो हालेर के गर्नु साथीहरू, त्यो थाङ्ना हाल्नु लाउनु झिक्नु सब गर्नै पर्छ। त्यो महाज्याउलाई काम लाग्छ मलाई चाहिँ साथीहरू। लाने हो तालमा ड्याङ्गै पछाडिदिने हो। काम लागिरहेछ, बेलुका के गर्छ थाहा भएन। अब चाहिँ डोको बोकेरै भाँच्नु पर्ने हुन्छ। डोकोमा भाँच्दै हाल्ने। अब चाहिँ साथीहरू मकैको भारी पनि पुग्यो। मैले सक्ने जति मैले हालेको छु भारी। मिठो पाएँ भने एउटा उखु खान्छु साथीहरू, मकैको उखु। हिजो रातभरिको पानीले पनि भिजेको छ। त्यही माथि फेरि म बोक्न नि खासै त्यति धेरै सक्दैन। यता पछाडि कम्मरमा ढाडमा चाहिँ घाउ पनि छ के साथीहरू, अनि कर गर्न पनि सक्दिनँ। अनि जति सकेको चाहिँ अब काम गर्नै पर्यो, नसकेको त मर्नु भएन मार्नु भएन साथीहरू। मकैको उखु चाहिँ मैले साथीहरू 3वटा भाँचेको छु। यति अब गुलियै लाग्यो जे होस्, अलिकति चाखेरै भाँचेको। म चाहिँ अब खान्छु है। फेरि जताततै फ्याँक्नु हुँदैन। अब रोपाइ गर्दा हात खुट्टा काट्ने हुन्छ, बिज्ने हुन्छ। त्यही भएर अलिकति यो बोक्रा चाहिँ सुरक्षित ठाउँमा राख्नुपर्ने हुन्छ कि। मिठै रहेछ जे होस्। गाह्रो उकालो बाटो। लास्टै गर्मी।